यो जेन्जी आन्दोलन पछाडि धेरै कुराहरू सिक्ने मौका पाएको छ नेपालीहरूले। विशेष गरेर नेताहरूले पनि धेरै कुराहरू सिकेका छन्। किनभने विदेशमा यसरी काम गर्ने 60-70 तलामाथि बसेर झ्याल सफा गर्ने, एउटा दुईटा डोरीको भरमा यसरी झुन्डेर हेर्नुभयो भने तपाईँले प्राय देख्न सक्नुहुन्छ यो कस्तो खालको तरिकाले यो आँट आएको हो कि। यो जति बेर पनि जे पनि हुनसक्छ। कतिजना मान्छेको त हार्ट एट्याक नै हुन्छ। एकजना एमालेको नेताको त भाषण गर्दा गर्दै मरेको भिडियो त हामीले देख्यौँ होइन। यस्तो सिचुएसन, यस्तोको बावजुद यति धेरै टेम्परेचर न बाहिर कुनै चिसो तातोको व्यवस्था हुन्छ, यस्तो घाममा टट्टिएर काम गरेर पठाएको पैसा खाएर त्यही नेताहरूले घरमा कोठैभरि प्याक गरेको पैसा आगो लागेको हामीले देख्यौँ प्रशस्त। त्यहाँनिर गरगहना हिरामती अरू चिजहरू जति छन्, सुनका हात्तीहरू पनि हामीले सबै देख्यौँ। यसबाट के प्रश्न हुन्छ भने यी जनताहरू नेपालीहरू यति सोझा छन् र यति सजिलैसँग यी दुई चारजना मान्छेहरूले टाउकेहरूले जो कुर्सीभन्दा पर केही देख्दैन, त्यस्तो मान्छेहरूको लागि नेपालीहरूलाई साह्रै मजाले उल्लु बनाएको अवस्था छ। तर त्यो जेन्जीको पछाडि चाहिँ के भयो आन्दोलन पछाडि भने यस्ता हाम्रा चाहिँ महावीर पुनहरू जस्ता एकजना विद्वान विदेशमा गएर पढेका, एक किसिमले जिन्दगीलाई पनि बुझिसकेका र देशका लागि मरिहत्ते गर्ने यस्ता मान्छेहरूको मुखबाट तपाईँले डाइरेक्ट सुन्नुभयो भने नेपालीहरू किन बिग्रिन्छ भन्ने कुरा प्रश्न पाइन्छ। कहाँ कसले के लागेको छ, के खाएको छ, कसले कहाँ हग्यो, कसले कहाँ पाद्यो, कसले कहाँ गएर मुत्यो भन्ने कुराहरू मात्रै हेरे जस्तो लाग्यो क्या। यस्ता छेपारो भयो एक्जाम्पल होइन। यस्तो मान्छे